हेलो गाइजहरू वेलकम टु माई मिनी ब्लग। अनि गाइजहरू मेरो ब्लग स्टार्ट हुन्छ आज भ्यू देखाइसँगै। अनि गाइजहरू आज चाहिँ पुरा आकाश नि छर्लङ्ग देखेछ अनि हिमालहरू पनि सेतो देखिरहेको हेर्न सक्नुहुन्छ। भ्यू चाहिँ कडा गाइजहरू। अनि गाइजहरू म चाहिँ निलो आकाश सँगसँगै सेतो हिमाल त्यसपछि पहाड छु हेर्न सक्नुहुन्छ। पछाडि भ्यू पनि हेर्न सक्नुहुन्छ गाइजहरू, एकदमै राम्रो देखिरहेको छ। अनि गाइजहरू म चाहिँ धारामा पानी आएको थियो, पानी सानी तापेर भाँडासाँडा मस्काएर अब म चाहिँ बारीमा जानुपर्ने हुन्छ गाइजहरू। हेर्न सक्नुहुन्छ गाइजहरू म चाहिँ बारीमा आइपुगेँ। यो चाहिँ हिजो रोपेको थियो हामीले, हेर्न सक्नुहुन्छ बारी पनि ठुलो छ। गाइजहरू यति चाहिँ हामीले रोपेको थियो अनि यति चाहिँ बाँकी छ, यति चाहिँ रोप्न आएको म र मम्मी हेर्न सक्नुहुन्छ गाइस। अनि पछाडि भ्यू पनि हेर्न सक्नुहुन्छ, एकदम बबाल देखिरहेको छ क्या आज चाहिँ। गाइजहरू आकाश हेर्न सक्नुहुन्छ पुरै आज चाहिँ। यो चाहिँ बारीबाट देखेको भ्यू हो है गाइजहरू। हामी चाहिँ यति रोपेर आयो उता थियो गाइजहरू। अनि गाइजहरू यसो कुनामा हेरेको त बारुलाको गोला रहेछ, हेर्न सक्नुहुन्छ। कडा देखेछ गाइज, कडा। अनि गाइजहरू म चाहिँ होइन यसो घामले फुल्यो भने शीतलमा रुखमा बसिरहेको थिएँ, हेर्न सक्नुहुन्छ। अनि गाइजहरू घाँस बोकेर आएँ म चाहिँ, त्यसपछि घर आएर अनि बिसिन सुकाउँदैछु मकै भन्दै मेरो ब्लग यहीँ सकिन्छ। बाई बाई।